गुड मर्निङ सबैजनालाई, मेरो फेसबुकको साथीहरू सबैजनालाई। आज म मर्निङदेखिको घर सफा कसरी गर्दैछु तपाईँहरूलाई म भिडियो बनाएर देखाउँदैछु। यस्तै हो, अब भिडियो चाहिँ लामो भएर चाहिँ मैले यहाँनिर पुरा स्पिडमा बनाएको छु हो। यसलाई सिटिङ रुम सफा गर्छु, त्यहाँदेखिको यो त अब हाम्रो डेलीको काम हो नि त, घरमा बसी सफा गर्नु पर्यो। त्यहाँदेखि गएर यताउता बेडरुमहरू पनि सफा गर्छु होइन। बिहानै नानी स्कुल गएको छ नि त, आज चाहिँ उसको के अरे ड्रेस लाउनु पर्दैन कि, उसको ट्र्याक सुट लगाएर जाने दिन हो, त्यसले गर्दा ट्र्याक सुट लगाएर गएको छ। अन्त म चाहिँ यहाँनिर बेडरुम सफा गर्दै गर्दै सोच्दै बसेको नि। अब पहिला चाहिँ मलाई पुरा शरम लाग्थ्यो नि त यसरी बोल्नु चाहिँ। म भर्खर मात्रै थालेको बोल्नु चाहिँ, पहिला चाहिँ भिडियो बनाइबस्थेँ म बनाउनु त, तर यसरी बोल्नु चाहिँ के बोलौँ जस्तो लाग्थ्यो कि शरम लाग्थ्यो। अन्त आज चाहिँ बोलिदिएको नि जेसुकै होस् भनेर, शरम लागे भए पनि। अन्त बेडरुम सकेर म किचनमा पुगेँ होइन। किचनमा पुगेर अलिअलि सफा गरेर खिड्की खोलेर हावा आओस् भनेर थालबुटुको धुनमा बस्यो। थालबुट्टु चाहिँ आम्मामा धुँदा होइन सक्नै छैन है, धुँदा पनि सक्ने छैन, यस्तो लामो भयो कि भिडियो। मैले कति काटेर छोटो बनाएको छु कि। त्यहाँदेखि धोएँ, त्यहाँदेखि राम्रो धुनु पर्यो नि, त्यहाँ बस्यो भने मैला हुन्छ होइन। राम्रो थालबुटुक चाहिँ राम्रो मजाले धुएँ। राम्रो धुँदा अन्त मलाई के याद आयो भने नि, यो मेरो घरमा चरा चाहिँ नानी पुऱ्याउनु जाँदा पोसेको थियो नि त चरा। हामीले त घुमिरहेको रहेछ। मैले त्यो भिडियो पनि बनाएको थियो। त्यो चरा चाहिँ घुमेको होइन, बिचरा कति 40 मिनट्स प्लस घुमेर बस्यो कि। अब त्यसलाई पक्रिनु पनि सक्दैन हौ, माथि वालमा घुमेको छ नि त। त्यहाँदेखि त्यसलाई निस्केर जाओस् भनेर मेरो बरन्डाको दैला पनि खोलिदिएँ मैले, सिटिङ रुमको दैला पनि खोलिदिएँ। जाने छैन बिचरा, घुमेरै बस्यो एक्लै। यता एन्टी क्लक वाइजमा घुम्छ, त्यहाँदेखि फेरि क्लक वाइज डाइरेक्सनमा घुम्छ हो। त्यहाँदेखि बल्ल त्यो चराले घुम्दा कुन त के भयो, थाकेर हो कि के हो, ढिलो त्यो चराको विङ्स पनि ढिलो हल्लिनु थाल्यो। चरा म त मुनि बस्छ होला भनेर पर्खेर बस्यो, बस्नै छैन बस्नु चाहिँ। चरा भए पनि घुम्ने गरेर त एकछिनमा त सट्टै निस्केर गयो भने हामी छक्कै पऱ्यो। कुरा गर्दा हेर्नुहोस् न, थाल पनि धोइसकेँ मैले। किचनको थालबुटुको मस्काइ सबै क्लिनहरू गरिसकेँ होइन। यसरी बेसिन चाहिँ सबै थालबाट धोइसकेर क्लिन गरिसक्दा मात्रै मलाई चाहिँ खुसी लाग्छ कि थालबुट धुँदाखेरि। त्यहाँदेखि फाइनल हेर्नुहोस्, यहाँनिर मैले मेरो घर सफा गरिसकेँ। थ्याङ्क यू गाइस फर